भनेको मान्ने सट्टामा उल्टो मुख खेलाउँछ मुख खेलाएपछि अब त्यही आफूले जे पाए त्यही भन्न हुने हामीले बुझ्दै भन्न नहुने हो र तपाईहरु झगडा गर्नुहुन्छ भने म आउँदिन फेरि हैन अर्कोचोटि म आउँदिन मैले त्यसरी झगडा गराउन म आएको त हैन होला पक्कै हैन मलाई थाहा थिएन तपाईहरु यहाँ कल झगडा छ भन्ने थियो र थिएन म त सहयोग आएको थियो तपाईहरुलाई सहयोग गरौँ बाबुलाई 1.5 वर्ष भए पनि कापी कलम किन्न पर्दैन भनेर कापी कलम लिएर रासन पानी लिएर आएका छौ हजुर झगडा चाहिँ नगर्दिनुस् न हैन म त गर्दिन म गर्दिन अब उसले भनेको चाहिँ मान्नु पर्यो म झगडा गरौँला यसरी उर्ला भनेर लिएको पनि होइन सर म पनि बाटा छेउमा बसेको छु सबैले बाटा छेउमा बस्नु र त झगडा गर्नुहुन्छ गरे तँले झगडा निकालेको कसले निकालेको बाहिर थाल पलाएको कसले मैले हो फेरि तपाईहरु झगडा गर्नुहुन्छ भने म अर्कोचोटि आउँदिन है हजुर मेरो काम भनेको घर झगडा देखाउने हैन ल भएन अब नल्याउनु थियो ल्याइयो ल्याएपछि यो पनि अब मैले यसलाई पनि हेर्नै पर्छ हैन दुलाईले पनि सोच्नु पर्छ सर मैले धेरै तरिकाले सोच्नु पर्छ अब मैले कहिलेकाहीँ नबुझेर सधैँभरि दिमागमा आउनु नगर राम्रो कुरा कहिलेकाहीँ केही बोल्यो भने पनि त ऊ चुप्प लाएर बस्ने हो उसले चाहिँ अब मुख पनि उस्तै खेलाउने आजभोलि जुत्ता सिलाउनु हुन्न र आजभोलि जुत्ता सिलाउन भाइ अब के गरौँ मान्छे त छैन मान्छे आए त सिलाउँथे मान्छे त छैन गाउँघरमा कसैले पनि सिलाउन फुटेटुटेका बनाउँथेर पो बनाउँथेका र अब फुटेटुटेका मान्छेले सिलाएर लाउनु छोडे अब ऋण खोलेर खाने भाडा तिरेर बस्ने यस्तै भएछु ए यो तपाईको आफ्नो घर पनि हैन हैन भाडा हो घर चाहिँ कहाँ हो त हजुरको मेरो वार्ड नम्बर 2 मा पर्छ मल्लानी टाढै पर्छ 1 घण्टा लाग्छ हिँड्दै जान 1 घण्टा लाग्छ हजुर हिँड्दै जाँदा 1 घण्टा लाग्छ मलाई त अब व्हिलचेयरमा हिँड्ने मान्छे 2 घण्टा लाग्छ मलाई त ए नमस्ते नमस्ते हजुर आराम हुनुहुन्छ ठिकै छ आज त हामी फेरि आयौँ हजुरलाई भेट्नको लागि हजुर मलाई पनि धेरै खुसी लाग्यो हजुर खुसी हुनु भएको छ हजुर बाबुले कतिमा पढ्छन् बाबुले अहिले 3 मा पढ्दैछ हजुर अब 4 मा जाने हो बाबुको लागि आज हामीले कापी कलमहरू पनि लिएर आछौँ 1 वर्षलाई पुग्ने लिएर आछौँ है हस् हुन्छ के भनौँ सर भन्दाखेरि मैले यसलाई कस्तो अवस्थामा कसरी उद्धार गरेँ तपाईँहरूलाई पनि थाहा छ हैन मैले भनेको नटेर्ने मैले भनेको नमान्ने मुख खेलाउने जस्तो गर्छ मुख खेलाउँदाखेरि मलाई पनि दुःख लाग्छ है म जस्तो मान्छेले यसलाई सङ्कटबाट उतारेर त्यस्तो गर्नु भएन के रे नाम हजुरको विष्णु अनि आज कहाँ जानुभएको थियो धारातिर गजे मान्थे मैले किन रुनु भयो बहिनी बहिनी के भयो के सोच्नु भयो नरुनु रुने होइन नरुनु रुने होइन है केही पीडा भयो होला तपाईँ पनि नकराउनु होला उहाँसँग है नै मैले नचाहिने कुरा त मैले गर्दिनँ नचाहिने कुरा गर्थेँ अनि उसलाई मैले ल्याउने नै थिइनँ होइन उसले मैले भनेको कुरालाई मान्दिने कहिलेकाहीँ केही कुरा मिल्नु भयो भने हामी सधैँ आइरहन पाइन्छ तपाईँहरूलाई दुःख पर्दाखेरि हामी आइरहेका होइन धेरै सहयोग गर्नुभएको छ सर तपाईँहरूले मलाई चाहिँ अब सुरुमा पनि धेरै सहयोग गर्नुभएको उहाँले पहिलादेखि पनि सहयोग गर्दै आउनुभएको र अब तपाईँहरूले पनि सहयोग गर्दै हुनुहुन्छ सहयोग आए सहयोग गर्ने हो हजुरहरूले पनि होइन त्यसो गर्दाखेरि अब यस्तै हो दुखीलाई सुख कहिले हुँदो रहेछ सर तपाईँ कहिले हिँड्न सक्नु भएन है दाइ नै म जान्दै यस्तै थिएँ यस्तै छु अब अहिले दुईटै खुट्टा मलाई भगवान्ले दिनु भएन र पनि म जस्तो
मुटुकमा गाँठो फाटेर भए पनि अब म हाँसेर बोलेर जिन्दगी बिताइरहेको थिएँ। अहिले चाहिँ आँखाको कमजोरले गर्दा यतिखेर पिँढी जस्तो, त्यसो गर्दाखेरि आँखाको कमजोरले गर्दा तपाईँ पनि शारीरिक रूपमा अशक्त हुनुहुन्छ, गर्न केही सक्नुहुन्न, उहाँलाई अब केही भन्दाखेरि पिर पर्छ होला, त्यही भएर होइन त्यस्तो होइन। अब मैले पिर पर्ने कुरो त त्यसरी भन्दिनँ गर होइन, सम्झाएरै भन्छु गर। भन्दाखेरि पनि अब उसलाई त्यस्तो लाग्दैन, हो मेरो दुलाले यस्तो तरिकाले भन्यो है, म यस्तोसँग देखिदेखि आएँ त्यहीँ भनेर चाहिँ उसले नसोच्ने कि सधैँ बच्चाका जस्तो दिमाग। अब त परिस्थितिले पार्दै आएको छ। सधैँभरि म नबाँच्दा अनि छोरो बढ्दै जाला, अनि म मरेपछि त्यो भनौँ अथवा जहाँ जे भए पनि त्यो छोरालाई कसरी आफ्नो संस्कारमा ल्याउने, कसरी शिक्षित बनाउने, कसरी राम्रो बाटोमा छोरालाई लगाउने आफ्नो हातमा हुन्छ नि त सर। अहिलेदेखि जो सिक्दै जाने हो र। अहिले म यस्तो अवस्थामा छु अनि उहाँ मेरो आमा हो, 77 वर्षको आमा हुनुभयो। अब आमाले मैले यो सोचाइ मैले केही सक्दो गरिखानु पर्थ्यो भन्ने मेरो मनमा नभए पार आमाले सकी नसकी मलाई घरमै राखेर बिहान बेलुकी जसरी पनि त जुटाउनु पर्थ्यो नि होइन, जुटाउनु पर्थ्यो। मान्छे भएपछि सधैँभरि बालबच्चा जस्तो भएर बस्नु पनि हुन्न, बालबच्चा जस्तो भएर जिन्दगी टर्ने रहन्छ होइन। हिजो बिहान मलाई पनि त्यस्तै लाग्थ्यो। के कुरामा तपाईँहरूको झगडा पर्न थाल्यो र? त्यस्तै हो, भनेको मान्दिने, भनेको मान्ने सट्टामा उल्टो मुख खेलाउँछ। मुख खेलाएपछि अब तपाईँहरू झगडा गर्नुहुन्छ भने म आउँदिनँ फेरि, होइन म आउँदिनँ। मैले त्यसरी झगडा गराउनु आएको त होइन होला पक्कै? होइन, मलाई थाहा थिएन तपाईँहरू यहाँ कल झगडा छ भन्ने थियो र? थिएन। म त सहयोग आएको थियो, तपाईँहरूलाई सहयोग गरौँ। बाबुलाई 1-1.5 वर्ष भए पनि कापी कलम किन्न पर्दैन भनेर कापी कलम लिएर रासन पानी लिएर आएका छौँ। हजुर, तपाईँहरू यसरी झगडा गर्नुहुन्छ भने म त किन आउने र? अब होइन, अब यस्तो हो, मैले त्यसलाई नराम्रो तरिकाले पहिला त मिठो मुखले भन्छु मैले होइन, सम्झाउँछु। सम्झाएर चाहिँ उसले मान्दैन कि, नमानिस् त अब लाउने हो, श्रीमान हो र मैले यतिकन साह्रो शब्द बोल्यो भने उसले त मुख नखेलाउने हो नि त सर। ऊ नबोल्ने नि त फेरि मलाई भन्ने बाटो पनि त हुन्न घर। मैले देखि सुन्नु न, मैले देखि ल्याएको थिएँ, जानी ल्याएको थिएँ। अनि मेरो अवस्था यस्तो छ, मलाई चाहिँदो नचाहिँदो बोल्न पनि त आवश्यक छैन सर। मेरो अवस्थाले पनि त बताउनु नगर होइन। तपाईँ आफू हिँड्न सक्नुहुन्न, मेरो अवस्था छैन। अहिले पो आमा हुनुहुन्छ, भोलि मेरो पनि अब छोरो सानो छ, आमा झन् बुढाबुढी हुँदै जानुहुन्छ। अब 80 वर्ष लाग्न 3 वर्ष छन्। मलाई पनि त दुःख लाग्छ सर। मैले सोचाइ धेरै छ, भोलि के हुने होला, कस्तो हुने होला, सोचाइ मेरो धेरै छ। छोरालाई मैले कुन संस्कार सिकाउँला भएन। अब नल्याउनु थियो, ल्याएपछि यो पनि अब मैले यसलाई पनि हेर्नै पर्छ होइन। झगडा चाहिँ नगर्दिनुहोस् न होइन, म त गर्दिनँ, म गर्दिनँ। अब उसले भनेको चाहिँ मान्नु पर्यो। म झगडा गरौँला यसरी ओर्ला भनेर लिएको पनि होइन। उसले चाहिँ भनेको मानिदिनु पर्यो, धेरै कुरा सोच्नु पर्यो हो त नि। हिजो बिहान मलाई त्यो दुःख परेको थियो, भोलि बिहान कस्तो हुने हो, मान्छेको जिन्दगी हो भन्ने कुरो धेरै सोच्नु पर्छ सर। केही कुराहरू तपाईँले नराम्रो भनेर त होला नि, अन्त आँखाभरि आँसु लिएर बस्नु भएको छ। अब एक शब्द बोल्नुहुन्न। अब फेरि आउँदाखेरि यस्तो झगडा गरेको देख्न नपरोस् होइन। तपाईँ हजुर, होइन, सकेसम्म मिलेर बस्दिनु होला, झगडा चाहिँ नगरिदिनु होला। सकेसम्म यसले भनेको मानिदिनु पर्यो। मलाई तपाईँहरू झगडा गर्नु भएको छ भन्ने थाहा भएको भए म आउने थिएन। अब यसले भनेको मानिदिनु पर्यो। मलाई अघिसम्म पनि थाहै भएन मलाई। हजुर, तपाईँ यहाँ आएर रासन पानीहरू ल्याइसकेपछि नबोले जस्तो गर्नुहुन्छ। यस्तो गरेर त जिन्दगी त चल्दैन नि त। अब
बहिनी अब चाहिँ नकराउने है, मिठो मुखले बोल्ने है, उहाँ पनि मिठो मुखले बोल्नुहुन्छ, हजुर पनि मिठो मुखले बोल्ने है, हुन्छ। यस्तो झगडा गरेर त बस्ने भने त कसरी जिन्दगी टिक्ला र। ए सर म पनि बाटा छेउमा बसेको छु सबैले बाटा छेउमा बस्न हर त झगडा गर्नुहुन्छ गरे तँले झगडा मैले गर्ने झगडा निकालेको कसले निकालेको बाहिर थाल पलारेको कसले मैले हो फेरि तपाईँहरू झगडा गर्नुहुन्छ भने म अर्कोचोटिबाट आउँदिनँ है। हजुर मेरो काम भनेको घर झगडा देखाउने होइन, भन्नुभयो होइन मेलमिलाप देखाउने हो हो। तपाईँहरूको भनेको मेलमिलाप देखाउने हो। तर अब के गर्ने बुझ्दा चाहिँ अब नबुझ्देपछि सधैँभरि केटाकेटी पारेको। दर्शकवृन्द यति बेला हामी गोविन्द नेपाली बुवाको घरमा आएका छौँ। घरमा बाबु, सानो बाबु 10 महिनाको छोरा छोडेर आमा अन्तै जानुभयो। यो परिवारमा हामी पहिल्यैदेखि आउँदाखेरि एकदमै विचलित थियो। अब बुवा हिँड्न सक्नुहुन्न, कामहरू केही गर्न सक्नुहुन्न, अनि यो बाबुको लागि भए पनि केही न केही सहयोग गर्नुपर्छ भनेर हामी चाहिँ आज रासन पानीहरू 1 वर्षलाई पुग्ने कापी कलमहरू लिएर आएका थियौँ। उहाँले चाहिँ अर्को विवाह गर्नुभएको छ, उहाँ चाहिँ अर्को श्रीमती हुनुहुन्छ। बाबु सहयोगी मन बनाउँदै जानु र आफू पनि धेरै राम्रो मान्छे भएर आफूले पनि सुख पाइरहनु भन्न चाहन्छु म। हस् हुन्छ, अहिले छुट्टिन्छ। हुन्छ, धन्यवाद।